हेलो एभ्रिवान, आज चाहिँ म यो सिक्रीमा गेडीहरू राखेर यो सिक्री मैले यो लगाएको जस्तै सिक्री बनाउन जाँदैछु। एकचोटि यो भिडियो पुरा हेर्नुभयो भने तपाईहरु घरमै आफैले पनि बनाउन सक्नुहुन्छ। एकदम सजिलो छ। फर्स्टमा त आफूलाई चाहिने सामानहरू डब्बामा राखेर एक साइड राखेँ अनि गोल्डन कलरकै वायर लिएको छु अनि सिक्रीलाई चाहिँ मैले बराबर गरेर सिक्रीको बिचमा मैले काटिदिएँ। सो मसँग चाहिँ अलिकति रियल वाला मोती थियो अनि यसैको सिक्री बनाउँछु भनेर लाएको त साह्रै सानो रहेछ यसको पुवाले अनि त्यही भएर लक गर्नै मिलेन अनि त्यही भएर मैले चाहिँ रेड कलरको क्रिस्टलले यो सिक्री बनाउन जाँदैछु। तल व्हाइट कलरको मोती देखे तापनि मैले रेड कलरको क्रिस्टलले चाहिँ यो सिक्री बनाउन जाँदैछु अनि मैले वायरको सानो टुक्रा लिए यत्रो भए पुगिहाल्छ अनि त्यसमा चाहिँ बिचमा गोल्डन कलरको बल डल्लोलाई बिच सेन्टरमा चाहिँ पार्नुपर्छ अनि त्यही भएर मैले चाहिँ बिचमा पहिला सुरुमा त्यो वायरमा त्यो डल्लो टार्ने अनि एउटा टुप्पोबाट अर्को सिक्रीको टुप्पो र अर्को टुप्पोबाट चाहिँ अर्को सिक्रीको टुप्पोलाई मैले यसरी जोडेको छु। हेर्न सक्नुहुन्छ, अलि मजाले हेर्नु होला। यो चाहिँ बिगिनरको लागि एकदम तर सजिलो प्रोसेस छ, एकदम सजिलो। हेर्नु न, यताबाट यता गरेर क्रस गरेर त्यसमा लक गरिदिने अनि मजाले लक बस्छ तर एकदम टाइट गरेर तान्नुपर्छ, सकेसम्म टाइट गर्नुपर्छ अनि फेरि लुज भयो भने चाहिँ त्यो वायरको टुक्रो चाहिँ देखिन सक्छ अनि एकदम मजाले टाइट भएर तानेर त्यो लक बस्यो भने चाहिँ यो फुस्किँदैन, त्यस्तो विधि छिट्टो फुस्किँदैन। आई थिंक सिक्रीवाला सुनको गरगहना बनाउँदा पनि यही प्रोसेसबाट गराउनु पर्छ होला। एकदम मजाले टाइट भइसकेपछि अब बाँकी रहेको वायरलाई चाहिँ भित्रदेखिबाट नदेखिने गरेर काट्दिनु पर्छ अनि अलिअलि देखिहालेछ भने नि यसरी त्यसलाई एकदम भित्र लैजानुपर्छ, चियोस् हामीलाई नघोचियोस्। यति भइसकेपछि 20 सेन्टरमा चाहिँ डल्लो झुन्डिसकेपछि अब तपाईलाई कस्तो डिजाइन बनाउन मन लाग्यो अब त्यही अनुसारले गर्न मिल्छ। प्रोसेस सबै त्यही हो। मैले चाहिँ डल्लोको साइडमा सिक्रीको एक भाग देखिने गरेर सिक्रीको सेकेन्ड स्टेपमा मैले काटेको छु अनि त्यसमा चाहिँ मैले यो रेड कलरको क्रिस्टललाई एड गरेको छु। सेम प्रोसेसमा लक गरेर अनि त्यो बाँकी रहेको वायरलाई चाहिँ यसरी मसिनो भित्रदेखिबाट काटेर अनि देखिहालेछ भने नि अनि फेरि त्यही चुच्चोले हामीले अलिकति मिलाउन सक्छौँ, भित्र पसाल्दिन सक्छौँ र अनि त्यसरी टाइट हुन्छ। अनि फेरि अर्को साइडमा पनि मैले सिक्रीको एक स्टेप छोडेर सेकेन्ड स्टेपमा काटेर त्यसमा मैले क्रिस्टल एड गरिदिएको छु अनि यही प्रोसेसमा मैले अरू सबै सिक्रीमा क्रिस्टल एड गरेर कम्प्लिट गरिदिएको छु। हेर्न सक्नुहुन्छ, एकदम सजिलो मेथड छ। मैले हजुरहरूलाई अगाडिको भिडियोमा पनि भनेको थिएँ म एक्सेसरी सेन्टरमा गएर सिकेर आएको एक्सेसरीहरू मध्ये पर्छ यो सिक्री पनि। सो मैले चाहिँ यो सानो भिडियो बनाएको छु, जति सक्दो सेयर गरिदिनु होला किनकि तपाईहरूले एक सेयर गर्नुहुन्छ भने सिक्न चाहना हुने तर केही कारणवश सिक्न नपाएका दिदीबहिनी सामु पनि पुग्छ यो भिडियो। सो त्यसैले जति सक्दो सेयर गरिदिनु होला र यो भिडियो कस्तो लाग्यो, भिडियो मन परेमा लाइक शेयर कमेन्ट र मेरो युट्युब च्यानलमा सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला। थ्याङ्क यू फर वाचिङ, बाइ बाइ।